आज छोरीको बाबा चाहिँ होटल काममा जाँदै हुनुहुन्छ नि त हो साथीहरू। आज पहिलो पटक छोरी भएर केही समयका लागि भयो नि हामीबाट अलिक टाढा जाँदै हुनुहुन्छ नि त। धेरै टाढा त होइन, तर मन भारी अनि खाली खाली भइरहेको छ कि म आफूलाई छोडेर जाँदै हुनुहुन्छ भनेर होइन कि साथीहरू। हाम्रो सानो छोरी छ नि त हो, अनि छोडेर जाँदाखेरि कति मन भारी भइरहेको होला कि उहाँको। हाम्रो सानो छोरीले पनि आजदेखि बाबाको साथ केही दिन नपाउने भयो कि साथीहरू। उसले अझै सबै कुरा बुझ्दिन्, तर तपाईँलाई खोज्ने उसका सानो आँखा र मुस्कानले तपाईँको अभाव महसुस गरिरहनेछ। बाबा तपाईँ आफ्नो सपना र भविष्यको लागि मेहनत गर्न जाँदै हुनुहुन्छ भन्ने कुराले हामीलाई गर्व छ, तर पनि किन मन भारी भइरहेको छ। यही परिश्रमले आउने एसियन गेममा पदक ल्याउने शुभकामना पनि छ अनि विश्वास छ। गेममा राम्रोसँग अभ्यास गर्नुहोस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, समयमै खाना खानु र आराम पनि गर्नुहोस्। हामी यहाँ तपाईँको सफलताको कामना गर्दै बस्नेछौँ। केही समयको दूरीले माया कहिले कम हुँदैन, बरु फेरि भेट हुने दिनको प्रतीक्षा अझ सुन्दर बनाउँछ। म र हाम्रो सानो छोरी तपाईँलाई हरेक दिन सम्झिनेछौँ। छिट्टै भेटौँला। धेरै माया अनि धेरै धेरै शुभकामना।